च्यातिएको धोती र फाटेको कमिज लगाएर एकजना मानिस आफ्नी 15-16 वर्षकी छोरी सहित एउटा महँगो र ठूलो होटलको कुर्सीमा बस्न पुगे। वेटरले देखे उनीहरूलाई र छेउमा आएर पानी दिए गिलासमा अनि सोधे, हजुर के ल्याऊँ? ती व्यक्तिले भने, आज मेरी छोरीको बाचा पूरा गर्नका लागि म आएको हुँ। मैले छोरीलाई वचन दिएको थिएँ, तिमीले 10 कक्षा उत्तीर्ण गर्दाखेरि जिल्लामा प्रथम भयो भने म तिमीलाई शहरको सबैभन्दा महँगो र ठूलो होटलमा लगेर खुवाउने छु। ल्याइदिनुस् 1 सेट बटर ब्रेड। अनि हजुरको लागि के ल्याऊँ? वेटरले सोधे। अनि ती मानिसले भने, मेरो लागि किन्ने मसँग पैसा छैन। मेरी छोरीको लागि बटर ब्रेड ल्याइदिनुस्, बस म घर गएर भात खान्छु। ती वेटरको मनमा करुणा जाग्यो। ओहो, कस्तो होला। होटल मालिक कहाँ पुगे र भने, आज यसरी बाबु छोरी आएका छन्। मलाई यसो भने, मलाई एकदम माया लाग्यो। म मेरो तर्फबाट उनीहरूलाई खुवाउन चाहन्छु। हजुर, मसँग पनि पैसा छैन, मेरो तलबबाट पछि काट्नु होला, आज खुवाइदिनु है। यो कुरा सुनेर होटल मालिकले भने, ती होनहार गरिबकी छोरीका लागि म पार्टी चलाउँछु, तिमीहरूलाई पनि खुवाउँछु, सित्तैमा टेबल सफा गर। अनि टेबल सफा गरियो, कर्मचारीलाई पनि खुवाए। त्यही उपलक्ष्यमा होटल मालिकले यस्तो खुसी बाँडे कि केही पनि पैसा लिएनन्। अनि मजाले जे चाहन्थे सबै खुवाइदिए र केही प्याकेट मिठाईहरू पनि दिए र पठाए कि गाउँमा लगेर आफ्नो छिमेकी र आफ्ना आफन्तहरूलाई पनि खुवाइदिनुस्, तपाईकी यो होनहार छोरीको लागि मैले आज खर्च गरेँ। आँसु चुहाउँदै उनीहरू त्यहाँबाट लागे, हर्षको आँसु। अनि समय बित्दै गयो। एक दिन एउटी युवती सिडिओ बनेर त्यो शहरमा आइन्। एक दिन आफू त्यही होटलमा खाना खान आउने खबर लिएर सिपाहीहरूलाई पठाइन्। होटल मालिकले तुरुन्तै राम्रोसँग सरसफाई गर्न लगाएर टेबलहरू सजाएर राख्न निर्देशन दिए। खबर पुगिसकेपछि पुरै होटल ग्राहकले खचाखच भरियो। त्यो होटल ग्राहकहरूले खचाखच भरियो। सिडिओको रूपमा उनी गरिब केटी मुस्कुराउँदै आफ्ना आमा बाबुसँग होटलमा पुगिन्। सबैजना उनको सम्मानमा उभिए। होटल मालिकले उनलाई फुलको गुच्छा दिए अनि खाना अर्डर मागे। त्यसपछि होटल मालिकको अगाडि उभिएर ती युवतीले भनिन्, हुनसक्छ तपाईहरू दुईजनाले मलाई चिन्नु भएन, म त्यही गरिबकी छोरी हुँ जसको बाबुसँग ब्रेड किन्ने पैसा थिएन। तर तपाईहरू दुवैजनाले मानवताको साँचो उदाहरण प्रस्तुत गर्दै म 10 कक्षा पास हुँदा आफ्नो तर्फबाट पार्टी दिनुभयो। म त्यही केटी हुँ। आज जति खर्च हुन्छ तपाईहरूले गर्नु पर्दैन, म बिहोर्छु। कथा कस्तो लाग्यो? प्रतिक्रिया पाऊँ।